है म त लाखा आएछ यो आन्टी फेरि अब मलाई केही त भन्छ अब ठिक बाप रे बाप अब आयो यही बारीहरू पनि रहेछ है यहाँ चाहिँ छेउमा आउँदैछ लु अब केही न केही भन्छ भाइ के गरेको किन मासु र भात खिलाएको मासु र भात किन आफै खानु सक्दैन रहेछ होइन हातमा मेहन्दी लगाएर छ नि त कि त्यही भएर खाँदैन कस्तो रहेछ यो भाइ त राम्रोसँग सोद्धा पनि घाँस खाँदैछ भन्नु पर्दैन देखिरहेको छ घाँस खिलाएको अन्त किन चाहिँ सोधेको तपाईँले चाहिँ बित्थामा यसो बाहिर देशतिर जानु के हो तिमी त अब घाँस काट्न लागि चाहिँ अब म बारदेश जानु अब घाँस काट्न लागि अब यसरी नै घाँस दिइराख्ने तपाईँलाई यसरी खाना घाँस खिलाएको मन पर्दैन भने त लु ल एकछिन खा ल लु खा यो भाइ भन्नु बेकार छ